विश्वभरि नै जलवायु परिवर्तन एक गम्भीर समस्याको रूपमा देखा परेको छ। यसले मानव समाज र समग्र जैविक प्रणालीमा नै प्रभाव पार्न थालेको छ। जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको कुनै योगदान छैन, तर पनि अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले नेपाल जलवायु परिवर्तनबाट प्रभावित भइरहेको छ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईमा आफ्नै प्रकारका विशिष्ट र साझा प्रकारका असरहरू देखाउन थालेको छ। यस्ता असरहरू विरुद्ध तयारी, प्रतिकार्य र प्रभाव न्यूनीकरण तथा व्यवस्थापनको लागि नेपालले राष्ट्रिय स्तरमा दीर्घकालीन नीतिको तर्जुमा गर्नुको साथै अन्तर्राष्ट्रिय स्तरमा समेत पैरवी सुरु गरेको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा नोभेम्बर 30 देखि डिसेम्बर 12 तारिकसम्म जलवायु परिवर्तन उपर संयुक्त राष्ट्रसङ्घीय ढाँचा अर्थात् UN फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज अन्तर्गतको कन्फरेन्स अफ पार्टिजको 28औं सम्मेलन संक्षिप्तमा COP28 आयोजना गरिएको थियो। COP28 मुख्य रूपमा विश्वको तापक्रम, ग्लोबल वार्मिङलाई कम गर्ने र जलवायु परिवर्तनबाट भविष्यमा पर्ने असरहरू र सोका लागि गरिने कार्यहरू पर 197 देशका प्रतिनिधिहरू बीचको छलफलमाथि केन्द्रित भएको थियो। संयुक्त राष्ट्रसङ्घीय ढाँचा वा UN फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जको एक पक्ष राष्ट्र भएको नाताले नेपाल पनि सम्मेलनमा सहभागी भएको थियो। कुनै पनि सार्वजनिक नीति तथा कानूनी ढाँचाहरूको तर्जुमा, समीक्षा र परिमार्जनको सन्दर्भमा जनताको प्रतिनिधित्व र अपनत्व निर्माण तथा वृद्धिमा संसद र सांसदहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसमा पनि जलवायु परिवर्तनको विषयले सबैलाई प्रभावित गर्ने भएकाले त्यसमा सबै समुदाय, भूगोल र वर्गको अर्थपूर्ण सहभागिता प्रवर्धन गर्ने कार्यमा सांसदहरूको भूमिका अग्रस्थानमा रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले COP28 मा सांसदहरूको भूमिका प्रवर्धन गर्ने उद्देश्यका साथ जी फाउन्डेसनसँग सहकार्य गरेको थियो। उक्त सहकार्य अन्तर्गत COP28 मा सहभागी हुने सांसदहरूको दृष्टिकोण निर्माणका लागि बहुपक्षीय सरकारवालाहरूको राय, सुझाव संकलन, एक नीति संक्षेप र COP28 पूर्व दिशा विषयक संवाद कार्यक्रमहरू सञ्चालन गरिए। यो जलवायु परिवर्तनको सवाललाई बढी प्राविधिक हिसाबले हेर्ने गरिएको छ। यसलाई सामाजिक, आर्थिक र अर्थ राजनीतिक हिसाबले पनि हेर्नुपर्छ। हामीले योचोटि खास गरेर जनसाधारणको कुराहरू जनप्रतिनिधिहरूले बुझुन् र यो कुरालाई थप सशक्त ढङ्गले उठाउन् भन्ने हिसाबले हामीले केही योगदान चाहिँ गरेका थियौँ। पहाड भन्दै हुने भइसक्यो हिमालहरूमा हिउँ छैन। हिउँ नहुने बित्तिकै पानी उत्पादन हुँदैन। पानी नभएपछि के हुन्छ? जनजीवन के हुन्छ? जनजीवन समाप्त हुन्छ। COP28 मा सहभागी हुने सांसदहरूको दृष्टिकोण निर्माणका लागि बहुपक्षीय सरकारवालाहरूको राय सुझाव संकलनको क्रममा मुख्य रूपमा केही रणनीतिक बुदाहरू उपर जोड दिएको थियो। जलवायु परिवर्तनले जनताको जीवनस्तरमा पारेको समस्याहरूलाई स्पष्ट रूपमा राख्दै क्षतिपूर्ति दावी गर्नुपर्ने, बहुसंख्यक नेपालीहरू कृषिमा आधारित भएको र कृषि क्षेत्रमा परेको नकारात्मक प्रभाव तथा त्यसले कृषकहरूको समग्र आर्थिक र सामाजिक जीवनमा पारेको चुनौतीलाई प्राथमिकताका साथ उठाउने, जलवायु परिवर्तनले जोखिममा रहेको जनसङ्ख्या र समुदायमा परेको नोक्सानी कम गर्न नेपाली सरकारवालाहरूले खेलेको भूमिका बारेमा चेतना जगाउँदै अन्तर्राष्ट्रिय सन्धि सम्झौता, महासन्धि र अन्य घोषणा तथा प्रतिबद्धता कार्यान्वयनमा नेपालको भूमिकाको बारेमा कुरा राख्नुपर्ने, जलवायु परिवर्तन विरुद्धको सङ्घर्षमा समावेशिता तथा जवाबदेहिताको प्रवर्धनमा संसद र सांसदहरूको भूमिका निर्णायक हुने कुरालाई जोडका साथ उठाउने, जनतालाई नै अनुभूति हुने गरी अब यो जलवायु परिवर्तनको प्रभाव चाहिँ न्यून गर्ने गरी चाहिँ हामीले चाहिँ त्यो काम गर्न आवश्यक छ। सरकारवालाहरू सबैको यसमा एकदम सरकार, राज्य सरकार सबैको उत्तिकै बराबर भूमिका छ। विश्वका विकसित राष्ट्रहरूले 2 डिग्री सेन्टिग्रेडको टेम्परेचरमा अर्थलाई ल्याउँछौँ भन्दाखेरि हामीले 1.5 डिग्रीमा अत्यन्तै एम्बिसियस ल्याउनुपर्छ भनेर विश्व समुदायमा उठाएको इस्यु हो। नेपाल सरकारका वन तथा वातावरण मन्त्रालय लगायत अन्य संघीय मन्त्रालयका अतिरिक्त अनेकौं निजी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधिहरूले विभिन्न विषयगत छलफलहरूको क्रममा नेपालको स्थिति राख्ने काम गरेका थिए।
COP28 को अवसरमा नेपालले प्राथमिक रूपमा विश्वव्यापी तापमान वृद्धिको कारक रहेको कार्बन उत्सर्जनमा ठूलो हिस्सा लिएका देशहरूसँग सहयोग बढाउन र नकारात्मक असरहरूको क्षतिपूर्ति दावी गरेको थियो। Nepal is bearing a direct, disproportionate, the damaging effect of climate change despite near zero contribution to global emission. Due to an appalling injustice inflicted on us, this is an utter injustice. This must stop now. COP28 समाप्ति पश्चात नेपालले जलवायु परिवर्तन सम्बन्धी प्राथमिकता विषयक संवाद कार्यक्रममा सहभागी सांसद, संवैधानिक आयोग लगायतका सरोकारवालाहरूले केही बुँदाहरू उप जोड दिएका थिए। सबै ऐन कानून निर्माणमा जलवायु परिवर्तनको दृष्टिकोणको सुनिश्चितता गर्दै जलवायु परिवर्तन सम्बन्धी ऐन कानून योजना तथा कार्यान्वयनमा संसदीय निगरानीलाई थप अभिवृद्धि गर्नुपर्ने, जलवायु परिवर्तन र अन्य विकासका विषयवस्तुहरूबीच एकीकरण तथा सम्बन्धित महासन्धिको अनुमोदन र लागू गर्ने कार्यमा सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा संसदीय भूमिका बढाउनुपर्ने, जलवायु अनुकूलन तथा न्यूनीकरणका राष्ट्रिय लक्ष्य र कार्यक्रमहरूलाई प्राथमिकता दिनुको साथै स्थानीय र प्रादेशिक तहका नीति, योजना र कार्यक्रमहरूमा समावेश गरी कार्यान्वयन गर्ने, जलवायु परिवर्तनबाट प्रभावित क्षेत्र, समुदाय र वर्गहरूको वास्तविक रूपमा पहिचान गरी प्रभाव, रोकथाम र न्यूनीकरणका लागि नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने। अन्तर्राष्ट्रिय रूपमा क्लाइमेट कूटनीति चाहिँ प्रभावकारी ढङ्गले चाहिँ लैजानु पर्यो। अन्तर्राष्ट्रिय र राष्ट्रिय चाहिँ सरकारवालाहरूसँग छलफल, बहसहरू सञ्चालन गर्नु पर्यो। COP28 मा नेपालले उठाएका मुद्दाहरू पर अन्तर्राष्ट्रिय समर्थन र सहयोग पूर्ण रूपमा प्राप्त गर्नेतर्फ हामी सबैको प्रयास केन्द्रित हुनुपर्छ। साथै नेपालभित्र जलवायु परिवर्तनले पारेको प्रभाव, न्यूनीकरण र असर परेको वा पर्न सक्ने क्षेत्र, वर्ग तथा समुदायहरूको अर्थपूर्ण सहभागितामा अभिवृद्धि गर्नु अर्को महत्त्वपूर्ण आवश्यकताको रूपमा देखा परेको छ। नेपाल सरकारले सन् 21 देखि 50 सम्मको लागि एउटा राष्ट्रिय अनुकूलन योजना नै बनाएर काम अगाडि बढाएको अवस्था छ हैन। अब त्यो एउटा बहुतै प्रशंसनीय विकास चाहिँ हो। अब सरकारले गर्ने भनेको मेरो बुझाइमा एउटा फ्रेमवर्क, कोअर्डिनेसन, रिसोर्स मोबिलाइजेसन, कम्प्लायन्सको कुराहरू हेर्ने, नागरिक समाजले त्यसमा होस्टेमा हैसियत गर्ने हो हैन। कि प्रविधिको कुरा, केही पाइलट इनिसिएटिभहरूका कुराहरू, समुदायको जसको उपस्थिति र सहभागिता भइरहेको छैन त्यसलाई बढाउने कुरा, अब निजी क्षेत्रहरूले पनि लगानीका कुराहरू, साथै उत्पादनको प्रक्रियामा हुने वातावरणीय प्रभावहरू कम गर्ने कुराहरू हुन सक्छ। राम्रो पक्ष नेपालमा के छ भने यो क्लाइमेट चेन्जको कुरामा सबैजना मिलेर जानुको विकल्प छैन भन्ने कुरामा सबै सरकारवालाहरूको बीचमा चाहिँ एकमत भइरहेको छ। स्थानीय समुदाय तथा तहहरूलाई थप उत्थानशील बनाउनेतर्फ सबैको साथ, समर्थन र सहकार्य थप सुदृढ गर्न सके नेपालले अंगीकार गरेको लक्ष्यहरूको प्राप्ति थप सहज हुने कुरामा विश्वस्त हुन सकिन्छ।